त्यो टाइममा चाहिँ ऊ 10 मा पढ्थ्यो र मेरो बहिनी चाहिँ 9 मा र स्कुल जाँदा होस् या घुम्न जाँदा होस् मेरो बहिनीको सँगै जान्थ्यो साथी पनि हो अनि पछि अब बहिनीको साथी हुँदासम्म चाहिँ अब एउटा हुन्छ नि मलाई पनि दाइ दाइ भनेर बोलाउँथ्यो अब त्यो टाइममा चाहिँ अब त्यस्तो रिलेसन थिएन हाम्रो हैन अब यो गर्लफ्रेन्ड बोयफ्रेन्ड जस्तो थिएन वास्ता पनि थिएन के वास्ता पनि लाग्दैन थियो है अनि पछि चाहिँ अब बहिनी पनि गाउँमा गयो अनि बहिनी नहुँदा चाहिँ अब ऊ पनि अब लकडाउन पनि भयो अनि त्यसपछि चाहिँ अब खेलठट्टा गर्दा पछि माया बस्यो थाहा छैन ओके यति बेला लेकसाइड टिभी र ओके पर्दा टिभीको फ्रेममा चाहिँ दुईजना स्पेशल गेस्टहरू आज हुनुहुन्छ हामी माझ र केही भिडियोहरू उहाँको आइसकेको छ र आज केही विशेष र फरक कुराकानी गरौँ भनेर हामीले हाम्रो फ्रेममा पनि समेटेका छौँ र हामीसँग हुनुहुन्छ एकदमै अब मलाई चाहिँ उहाँको लुक्स हेर्दा अलिकति कोरियन भाइब्स आउँछ है कता कोरियन मान्छे पो नेपाली केटीसँग बिहे गर्नु भएको कि जस्तो पो लाग्न थाल्यो मलाई त है ओके आज हामी माझ हुनुहुन्छ पछिल्लो केही समय यता टिकटकमा पनि उहाँको भिडियोहरू मन पराउनु भएको छ र उहाँको जोडीलाई पनि माया गरिरहनु भएको छ हामीसँग हुनुहुन्छ मिलन मगर त्यसै गरेर अस्मी तामाङ हुनुहुन्छ यहाँहरू दुवैजनालाई एकैसाथ स्वागत छ हस् धन्यवाद हजुर आरामै हुनुहुन्छ दुवैजना हस् एकदमै पछिल्लो समयमा यति धेरै भाइरल हैन अनि मिडियामा छाउँदाखेरि खुसी कतिको हुनुहुन्छ त कतिको खुसी लाग्दो रहेछ चाहना यही थियो अब अहिले चाहिँ यो हुँदा चाहिँ अब एकदम खुसी छु पुरा भएको छ हजुर तपाईको पनि त्यही हो त्यही एकदम खुसी नै छु अनि फेरि यस्तो पनि भनिन्छ नि त भाइरल भनेको चाहिँ नि कतिजनाले भन्नुहुन्छ हैन अब छेडिक भरको हुन्छ बीचमा कतिजना चाहिँ हराउँदै पनि जानुहुन्छ हैन केही समयको लागि मात्र हुन सक्छ भन्ने कुरा नै आउँछ नि यो कुराले चाहिँ डर छ कि छैन त मनमा यो चाहिँ हो नै हो अब मान्छेहरू एक टाइममा चाहिँ अब भाइरल हुन्छ हैन अब पछि चाहिँ अब 20 टाइममा चाहिँ हराउँछन् र अब हाम्रो अब हामी चाहिँ अब टिकटकमा कन्टिन्यू भइराख्छौँ भन्ने छ अब युट्युबमा चाहिँ हरायो भने पनि टिकटकबाट चाहिँ कन्टिन्यू दिइराख्छौँ तपाईलाई पनि छ त्यस्तो डर त्यस्तो डर छ मलाई पनि ओके कस्तो चल्दैछ त दुईजनाको जोडी हैन यस्तो भन्दा कस्तो लाग्छ जस्तो मगर केटोले तामाङ केटीलाई उडायो भन्ने सुन्दाखेरि कस्तो लाग्छ हो यही टाइटलले चाहिँ अब हैन अहिले मान्छेले अब हामी चाहिँ यो लाइनमा अब यो इन्टरभ्यू छ नि जुन अब आज 4औं दिन भयो हैन अब यो भन्दा अगाडिको दुईटा इन्टरभ्यूमा चाहिँ एकदम राम्रो टाइटल पनि र भिडियोको क्वेशनहरु पनि एकदम राम्रो थियो अनि त्यसपछिको चाहिँ अलि हामीलाई चाहिँ अलि चित्त नबुझेको छ अब हुन्छ नि अन्तर्जातीय बिहे भन्ने जुन छ नि यो यसले चाहिँ अब हाम्रो अहिले भनौं न अब हाम्रो अब यो सुरुवात पनि हैन र धेरै पुरानो विवाह पनि हैन भर्खरै 1 वर्ष हुँदैछ हैन अब त्यसमा चाहिँ अब अहिले त राम्रो भइसक्यो नि त हाम्रो जुन दुईटा फ्यामिलीको राम्रो रिलेसन छ अनि पछि अब यही कारणले चाहिँ अब जुन टाइटलहरु छ नि त्यसले चाहिँ अब पछिमा चाहिँ इफेक्ट नपारोस् भन्ने चाहिँ हाम्रो चाहना हो के कुरा चाहिँ चित्त बुझेन र यो भन्दा अगाडिको दुईटा इन्टरभ्यू चाहिँ मन पर्यो हामीलाई मन पर्यो बाकी चाहिँ अलिकति ठीक लागेन भन्नुभयो हैन के कुरा मन परेन र त्यस्तो हुन्छ नि अलिकति राम्रो नलागेको अब भिडियोको टाइटलहरु हुन्छ नि अब टाइटलहरुमा चाहिँ अब त्यस्तै छ अन्तर्जातीय विवाह भनेर अब जुन हिसाबले चाहिँ हाम्रो यो लाइनमा अब एउटा टिकटकको भाइरलको रूपमा आएको हो नि त हैन अब त्यहाँ चाहिँ अब एउटा जातीय विवाहसँग भयो र अनि आफ्नै बहिनीको साथीलाई उडायो त्यस्तोहरु छ र अब अनि मैले चाहिँ हिजो राति अब हेरेको पनि थिएँ र भिडियोको कमेन्ट पनि चेक गर्दा चाहिँ अब मैले एउटा मात्रै भेटेँ है अब म पनि अब यो जातसँग बिहे गरेर पछि म पनि एउटा इन्टरभ्यू दिन आउँछु है त भन्ने जस्तो आयो के सर हैन अब हामी त्यो लाइनले अब विवाह गरेर चाहिँ यो जातसँग विवाह गरेर चाहिँ आएको हैन अब हामी चाहिँ एउटा युट्युब टिकटकको माध्यमबाट आएको हो नि त यो लाइनमा त्यही हो अनि फेरि यस्तो पनि छ नि त अब हुन त टाइटल अनुसार कतिपय हो कतिपय मिडियाले अब चित्त नबुझ्दो पनि गर्नुभएको होला तपाईहरुलाई मन परेन भन्नुभयो टाइटल हैन तर अब तपाई मगर केटै हो हैन त्यसमा त गौरव गर्नुस् तपाई तामाङ नै हो अनि मगर तामाङको मिलन भयो भन्ने खालको त एक किसिमको हो नि त तपाईहरुको इन्टरकास्ट त हो नि त अन्तर्जातीय भन्न त मिल्यो नि त यो हिसाबले हजुर अब त्यो हो फर्स्ट इन्टरभ्यूमा पनि अन्तर्जातीय विवाहमै थियो हाइलाइट हैन सेकेन्ड पनि त्यही थियो मन पर्यो हैन हामीलाई त्यसपछिको लखते चाहिँ अब फ्यामिलीहरुले
अब हुन्छ नि एक्सेप्ट नगरेको अब भन्दै चाहिँ अब एउटा त्यस्तो टाइटल चाहिँ अब जुन चाहिँ अब पछि चाहिँ हाम्रो फ्यामिलीहरूमा चाहिँ असर पर्छ कि भन्ने चाहिँ डर छ भनेपछि त्यही टाइटललाई नै अलिकति टेढो मेरो भयो तर अन्तर्जातीय भन्दा चाहिँ ठिकै लाग्छ भन्ने अन्तर्जातीय भन्दा ठिकै लाग्छ अब फर्स्ट इन्टरभ्यूमा पनि छ सेकेन्डमा पनि त्यही अन्तर्जातीय विवाह नै छ हाइलाइटमा ओके अब जस्तो बहिनीको साथी होइन दाजु बहिनी जस्तो रिलेसन श्रीमान श्रीमतीमा हुनुभयो अहिले एकअर्काको यति धेरै माया पाइरहनु भएको छ त्यो बेला सम्झौँ न बहिनीले कतिको ल्याउनुहुन्थ्यो घरमा अनि कस्तो कुरा हुन्थ्यो तपाईँहरूको कतिको हेराहेर हुन्थ्यो कतिको एकअर्काले हेरेर मुस्कुराउनु हुन्थ्यो त्यो दिनहरू अलिकति सम्झौँ त अब त्यही हो लकडाउनभन्दा अगाडिको कुरा हो अब बहिनी अब एउटै कलेज भन्दा नि म एउटै स्कुलमा अब मेरो चाहिँ अब कलेज थियो बिहान मर्निङ टाइम भयो उसको चाहिँ अब डेमा चाहिँ स्कुल थियो त्यो टाइममा चाहिँ ऊ 10मा पढ्थ्यो र मेरो बहिनी चाहिँ 9मा र स्कुल जाँदा होस् या घुम्न जाँदा होस् मेरो बहिनीको सँगै जान्थ्यो साथी पनि हो अनि पछि अब बहिनीको साथी हुँदासम्म चाहिँ अब एउटा हुन्छ नि मलाई पनि दाइ दाइ भनेर बोलाउँथ्यो अब त्यो टाइममा चाहिँ अब त्यस्तो रिलेसन थिएन हाम्रो होइन अब यो गर्लफ्रेन्ड बोयफ्रेन्ड जस्तो थिएन वास्ता पनि थिएन क्या वास्ता पनि लाग्दैन थियो है अनि पछि चाहिँ अब बहिनी पनि गाउँमा गयो अनि बहिनी नहुँदा चाहिँ अब ऊ पनि अब लकडाउन पनि भयो अनि त्यसपछि चाहिँ अब खेलठट्टा गर्दा पछि माया बस्यो त आएन ए लकडाउनले बहिनी चाहिँ गाउँमा जानुभयो तपाईँ यतै हुनुभयो हजुर अनि ऊ पनि यतै दुवैजना ऊ चाहिँ सानैदेखि यहीँ बसिरहेको अब यहाँ चाहिँ म र मम्मी मात्रै भयौँ बहिनी गाउँमा गएको मौकामा तपाईँलाई पट्याउनु भयो उहाँले होइन त्यस्तो पटाउनु भएन बिस्तारै बोल्दा चाहिँ आफू लपर भन्नाले दाइ भने त्यसै जिस्काउँथेँ नि त मैले अनि त्यो जिस्किँदा आफै लपरेको अनि जस्तो दाइ भन्दाखेरि जब मन पर्न थाल्यो होइन कस्तो रिस उठ्थ्यो दाइ नभनाए भन्ने खालको कुरा हुन्थ्यो कि हुन्थेन होइन त्यस्तो लाग्दैन थियो अब पछि चाहिँ होइन अब हुन्छ नि अब जिस्किँदै जाँदा चाहिँ अब मैले पनि उसलाई जिस्काएर के भन्थ्यो होला होइन अब त्यो जिस्किँदा चाहिँ अब त्यस्तो दाइ भन्दा चाहिँ त्यस्तो गाह्रो केही लाग्दैन अब कति सुन्छौँ नि त हामीले मन परेको मान्छे जब मन पर्दै गइन्छ अलिकति दाइ भाइ भन्दाखेरि नभने हुन्थ्यो जस्तो फिल हुन्छ अरे नि त अब भने नि फर्स्टमा चाहिँ अब इन्ट्रेस्टै थिएन अब भनौँ न अब एउटा गर्लफ्रेन्ड बनाउनु पर्छ भन्ने जस्तो सोच नै थिएन अब पछि चाहिँ अब दाइ बहिनी भन्दा चाहिँ अब खेलठट्टा गर्दा चाहिँ अब मन पर्न थालेको अब मिलनले बिस्तारै तपाईँलाई फकाउनु मतलब एकअर्काको कुरामा मन पर्दै गयो खास तपाईँलाई चाहिँ मिलनलाई देखेपछि के कुराले चाहिँ मन छोयो त हुन्छ नि अब लुक्स हो कि हेयर स्टाइल हो कि खास मन पर्नुको कारण पनि हुन्छ नि त अब ह्यान्डसम देखेरै हो कि खास के हो क्युट भएर हो कि त्यसै खै अब त्यसै बोल्दै आफै लपरे पर्यो त्यसै आफै कति समय लभ रिलेसनमा रहनु भयो त हामीहरूको एकदम छोटो छ 6 मन्थ मात्रै त्यसपछि बिहे 6 मन्थ अब किनभने घर पनि नजिकै थियो होइन अब हामी घुम्न जाँदा त्यस्तो अब लकडाउनको टाइम पनि थियो त्यस्तो टाढा चाहिँ घुम्न जान्थेन त्यही अब घर कहिले चाहिँ अब यसो उसो पसलमा चाहिँ चटपटी खाँदा चाहिँ अब सँगै हुन्थ्यौँ अब घरमा पनि अलि थाहा पाउनु भएछ अब मेरो भन्दा पनि उसलाई चाहिँ अलि उसको घरबाट उसलाई चाहिँ प्रेसर आयो अनि नभेट यसरी भन्ने चाहिँ प्रेसर आयो अनि त्यही कारण चाहिँ अब 4 महिनाबाटै उसलाई चाहिँ अलिक प्रेसर आएपछि चाहिँ अब 6 मन्थमै चाहिँ हाम्रो विवाह भयो रिलेसनमा रहँदाखेरि झगडा पर्ने कति दिन नबोल्ने त्यस्तो केही भयो अलिकति मिलनको बानी व्यवहार त्यस्तो परिवर्तन केही पाउनु भयो त त्यस्तो केही पनि पाएन माया मात्र कतिको माया गर्नुहुन्छ त मिलनले धेरै नै हो कति देखाउनुहुन्छ देखाउनु मिल्दैन कसरी देखाउनु कति माया गर्छ त अस्मिले पहिला जस्तो गर्छ अहिले पनि त्यस्तै गर्छ झन् धेरै गर्छ जस्तो लाग्छ क्या अब पहिला चाहिँ अब रिलेसनमा हुन्छ अलिक डाउट लाग्थ्यो है अब त्यो अब हुन्छ पनि है आफूलाई डाउट पनि हुन्छ है अब एउटा एक किसिमको शङ्का पनि हुन्छ तर अहिले चाहिँ त्यस्तो केही छैन अनि जस्तो अब लभ पर्दाखेरि नि अस्मिलाई चाहिँ अब तपाईँ छोरी मान्छे अलिकति जे भयो नि केटाभन्दा गाह्रो पर्छ होइन अलिकति हाम्रो इन्टरकास्ट छ ला अब के हुने हो कि मेरो परिवार पनि अलिकति कडा हुनुहुन्छ पछि केही भन्ने हो कि त्यो रिलेसनमा चाहिँ डर चाहिँ थियो कि थिएन त थियो डर भए पनि रिलेसन बस्नु बसेँ अलि डर थियो अलि मान्नुहुन्न कि भने थाहा पाउनु भयो मान्नुहुन्छ कि भने अलि भित्रभित्रै धेरै डर थियो मलाई अनि बिहे भएको चाहिँ अहिले कति भएर अहिले 12-13 1 वर्ष कटेर चाहिँ 1-2 महिना चाहिँ भयो 1 वर्ष चाहिँ कट्यो अनि फर्स्ट एनिभर्सरी बिहेको फर्स्ट एनिभर्सरी मनाउनु भयो कि भएन त्यही हो हाम्रो अब टिकटकमा चाहिँ मनाएको टिकटकमा चाहिँ अब त्यही आफूले भिडियो अपलोड गरेर अब केकहरू काटेर चाहिँ बनाएको
अनि जस्तो बहिनीलाई जस्तो उहाँको बहिनीलाई थाहा भएपछि अहिले त भाउजू नन्द पर्नु भयो नन्द भाउजू पर्नुभयो कस्तो हुँदो रहेछ त ओहो है साथी तिमी भनिन्छ कि तपाईँ भनिन्छ तपाईँ अहिले चाहिँ पहिला चाहिँ तिमी भनिन्थ्यो अहिले तपाईँ भन्छ फर्स्टमा भन्न त अलिक गाह्रो भयो अनि पछि बिस्तारै बानी बस्यो जस्तो उहाँको बहिनीलाई यो लभ परेको अनि बिहे हुने कुरा थाहा पाएपछि उहाँको रियाक्सन कस्तो पाउनुभयो त साथी है कस्तो पाउनुभयो उहाँ गाउँमै हुनुहुन्थ्यो अनि त्यो लकडाउन राम्ररी खोल्नु भएको थिएन अनि सुर्खेत टाढा नि थियो नि त नि यहाँ आउने बित्तिकै आउनुभयो अनि भाउजू भन्छ कस्तो हाँस उठेको बस्नु कि लाज लाग्यो अनि अहिले चाहिँ कतिको हुन्छ नि एकअर्कामा कुरा सेयरिङ हुने त्यस्तो कस्तो छ नन्द भाउजूको रिलेसन एकदमै राम्रो छ पुरै कुरा सेयरिङ पनि हुन्छ सबै हुन्छ दुईजना मिल्यो भने त मलाई हेप्छ एक्लो पारिन्छ अब मैले पनि अब बहिनीलाई सोधेर नि होइन अस्मी कस्तो लाग्छ बुहारी अब भाउजू बनाउँदा हुन्छ भन्छ राम्रै हुनुहुन्छ अब बनाउँदा हुन्छ भन्नुभएको थियो होइन भने चाहिँ उसले बहिनीले चाहिँ अनि मैले सोधेर पनि गरेको बहिनीहरूलाई ओके अनि जस्तो बिहेको समय त सजिलो थिएन होला पक्कै पनि तपाईँहरूको कुरा पनि आएको छ अलिकति गाह्रो साह्रो त पर्यो होला होइन अन्तर्जातीय विवाह त्यही पनि अब विशेष गरी चाहिँ अस्मिलाई सोध्न चाहे कस्तो थियो त घरमा अलिकति तपाईँको पारिवारिक अवस्था सुनाइदिनु त अनि ड्याडीले चाहिँ थाहा पाउनु भएपछि त्यो घरमा नबस् यस्तो भन्ने अनि समुदाय पनि कुरै काट्छ नि त समुदायको कुरा सुनेर पनि अलि ड्याडीलाई पनि भयो नि त दबाब आयो नि त अनि त्यसपछि सँगै नहिँड यस्तो भनेर बे गराइदिन्छु भनेर अनि स्केर जा त्यस्तो भनेर बे गराइदिन्छु भनेर त्यो यस्तो दबाब भयो अनि त्यसपछि उसको मम्मीलाई पनि बोलाउनु भयो क्या अनि दुवैजनाले सँगै राखेर अनि पठाइदियो तपाईँको फ्यामिलीमा चाहिँ अलिकति कडा ड्याडी मान्नु भएको थिएन सुरुमा ड्याडीले मान्नु भएको थिएन अनि कस्तो तपाईँलाई कुट्नु भएको भन्ने कुरा पनि थियो साँच्चीकै हो त्यो कुटपिटै गर्नुभयो र झापड हान्नु भएको झापड चाहिँ हान्नु भएको 2 झापड रुनु भयो त्यतिखेर कस्तो फिल भएको थियो अब मैले मिलनलाई पाउने कि नपाउने होला हाम्रो प्रेम सफल हुन्छ कि हुँदैन भन्ने कुरा कस्तो थियो सफल हुन्छ जस्तो लाग्थ्यो हुन्छ नि लाग्थ्यो त्यो बेलामा हुन्छ नि अब मन दुखाउँदै रुँदै मिलनलाई कल गर्ने कुरा गर्ने त्यस्तो कतिको गर्नुभयो त त्यो समयमा जस्तो ड्याडीले कुट्नु भयो अलिकति घरबाट चाहिँ नि नगर भन्ने कुरा आएपछि त्यस्तो भएपछि मम्मीले चाहिँ अनि यति सानो बे नगर भनेर भनिराख्नु भएको थियो अनि ड्याडीको जबरजस्तीले चाहिँ यस्तो भएको अनि ड्याडी र मम्मी पनि बोल्ने छोड्नु भयो 1-2 महिना जति त ड्याडी मम्मी पनि बोल्नु भएन अनि पछि बोल्नु भयो ओके अब जस्तो मिलनलाई सोधे कसरी बिहे सम्पन्न भयो त होइन अलिकति गाह्रो परेको अवस्थालाई त्यो सिचुएसनलाई तपाईँको तर्फ र तपाईँको परिवारले कसरी ह्यान्डल गर्नुभयो अब यस्तो हुन्छ नि अब तपाईँको अब यस समुदायमा देखाउने गरी चाहिँ विवाह भएको छैन होइन अब त्यो बाबा आएपछि चाहिँ गर्ने भन्ने चाहिँ अब बाबा आएपछि चाहिँ धुमधाम त्यो चाहिँ अब उतै सुर्खेत गरेर गर्ने भन्नुभएको छ होइन र अहिले चाहिँ अब घरमा चाहिँ ल्याउने मात्रै काम भइरहेको हो यो 1 वर्ष अगाडि अनि त्यो टाइममा चाहिँ अब त्यही साँझको टाइम थियो अब उसलाई पनि अब त्यही झापर हान्दा पनि उसले पनि एउटा बक्सिङ हानेर के त्यो हुन्छ नि बिजुलीको बत्ती नै फुटालेर आएछ हातेभरि खुनखुन पनि बनाएर आएको थियो अनि मलाई थाहा थिएन त्यो स्विच हुन्छ नि त्यो फुटालेर आएछ अनि उता आएर चाहिँ मम्मीहरूले चाहिँ अब हुन्छ नि उता उसको आफ्नो दिदीको घर दिदीको कोठामा गएर बसेछ अनि त्यहाँ पनि उसको अरू दिदीहरू चाहिँ आफ्नो दिदीहरू आएर चाहिँ अब फकाउनु थाल्नुपर्छ नरो अब होइन यसो भन्नुभएछ अब बाबा पनि आउनुभयो अब बाबाले चाहिँ अब उहाँको बाबाले चाहिँ अब हुन्छ नि अब ल तिम्रो ठिकै छ नि त अब हामीले यत्रो मेरो उहाँको बाबा पनि अगाडि मेरो घरमा वार्निङ दिन आउनु भएको थियो क्या मलाई थाहा पाएर चाहिँ है अनि यो रिलेसन थाहा पाएपछि चाहिँ बाबा तपाईँ घरमा आएर चाहिँ नि चेतावनी दिनुभएको थियो मेरो मम्मीसँग कुरा भएको थियो अनि म चाहिँ बाहिरै निस्किन कोठाबाट बाहिरै निस्किन डर त्यस्तो थिएन तर पनि अब वास्तै गर्थेन कि त्यस्तो कुराहरू चाहिँ अनि एकचोटि दिदी पनि आउनुभएको थियो दिदी आउनु चाहिँ म सँगै बसेर कुरा गरेको उहाँको दिदीहरूसँग 2 पटक चाहिँ अब उहाँको फ्यामिलीहरू आउनुभएको थियो अनि त्यसपछि चाहिँ अब थाहा भइसकेपछि चाहिँ अब ल अब हामीले त्यत्रो भन्दा पनि अब यिनीहरू मानेनन् अब हुन त अब हाम्रो एउटा बिहे गर्ने कन्सेप्ट चाहिँ बसेको थिएन होइन रिलेसन अब त्यो रिलेसन त अब टिकाओस् भन्दा पनि अब हुन्थ्यो होला नि त अहिलेसम्म नि हुन्थ्यो होला अब 3-4 वर्षसम्म हुन्थ्यो होला होइन अब त्यति बेला चाहिँ अलिक प्रेसर आएर नै उ गर्यो अनि ल अब यिनीहरूलाई यत्रो हामीले नभेट भन्दा पनि भेटिहालेँ होइन अब यिनीहरूलाई कि आज दुइटै परिवारलाई सँगै राखौँ अनि अब के कस्तो कुरा हो अब साँच्चीकै मन पराउँछ भने ल लिएर
लिएर जान्छ होइन भनेर चाहिँ अब तिम्रो अब हाम्रो कहिले नभेट्ने भनेर चाहिँ अब यसो भन्नुभएको थियो अनि मैले चाहिँ होइन अब मेरो मम्मीलाई पनि अब मम्मीले पनि अब स्वीकार्नु भयो त्यसपछि चाहिँ मम्मीको एग्रिमेन्टले पनि मैले पनि अझ आँट आयो अनि मैले पनि ल हुन्छ भनेर चाहिँ यसरी उहाँको बाबाले पनि चाहिँ अब भोइस रेकर्ड हुन्छ नि त्यसो गरेर चाहिँ राखिराख्नु भएको छ खै अहिले छ कि छैन अनि पछि चाहिँ अब हामी उता हुन्छ नि चौकी गएर पनि अब एउटा हुन्छ नि मैले पनि साइन गरिरहेको छु अब यसरी मेरो छोरीलाई तलमाथि भयो भने जिम्मेवारी हुन्छ नि त्यो चाहिँ अब म साइन गरेर आएको छु भनेपछि त पुरै उहाँको ड्याडी त कडा भनेपछि पुरै पछि केही नहोस् भन्ने चाहनाले चाहिँ अब त्यस्तो गर्नुभएको भनेपछि कानुनी रूपमा पनि साइन गरेर चाहिँ छोरी जिम्मा लगाइदिनु भयो अनि त्यसपछि केटोले आँटेर ल्यायो घरमा मम्मीले पनि अपनाउनु भएन अब स्वीकार्छु भन्नुभयो र मैले पनि अब मम्मीकै झन् आँट आएपछि झन् मैले पनि आँटेर लिएँ यो प्रेम यसरी सफल भएपछि पहिलो दिन जसरी उहाँको परिवारले स्वीकारेर घर ल्याएको दिन चाहिँ कस्तो भएको थियो त अस्मिलाई कस्तो लागेको थियो कतिको खुसी चाहिँ होइन अलिक कस्तो दुःख चाहिँ लागिरहेको थियो त्यसै खोइ किन भित्र डर लागिरहेको थियो किन मिलनले ला बिचमा छोड्ने हो कि मुड चेन्ज गर्ने हो कि भन्ने होइन त्यस्तो होइन त्यो खुसी थियो बिचमा डर पनि थियो कि अब मम्मीले कति टेन्सन लिनुभयो होला भनेर अनि भित्र दुखी पनि थिएँ ओके अनि बिहेपछि जस्तो अलि स्पेसल ठाउँमा घुम्न जाने मिलनले के छ सरप्राइज के विशेष के गर्नुभयो त अब बिहेपछि चाहिँ त्यही लकडाउनको टाइम नै थियो त्यो टाइममा पनि होइन अनि अब चाहिँ साँझको टाइम थियो र अब बिहे गर्छु भन्ने कन्सेप्ट पनि थिएन होइन त्यस्तो सोच पनि थिएन के अब उसँग बिहे हुन्छ भन्ने सोच पनि थिएन माया चाहिँ थियो है अनि साँझ लिइसकेपछि चाहिँ अब कस्तो लागिरहेको थियो कि अझै नपत्याउने टाइपको लागिरहेको थियो अनि मम्मी चाहिँ अब हामीलाई चाहिँ उता रुममा गयो अनि भन्दा पनि मम्मीको अगाडि पनि देखेन हामीहरू अनि हामी दुइटा चाहिँ अगाडि नै आइहाल्यो अनि मम्मी चाहिँ पछि आइरहनु भएको थियो अनि मम्मी चाहिँ किचनमा बसेर अब खाइरहनु भएको थियो है अब खानासाना खाइरहनु भएको थियो हामीले खाना पनि खाएन त्यो टाइममा चाहिँ अब त्यही अब कपडा पनि ल्याएको थिएन अनि मम्मीले चाहिँ ल यो कपडा लगाऊ भनेर चाहिँ दिनुभयो अनि त्यो दिन त्यस्तै गयो अब तपाईँको त्यही भनौँ न बिहे गरेको 6-7 दिन त यसरी दिन रात थाहा नै भएन कि ओके अब जस्तो मिलनको मम्मी सासु आमा पर्नुभयो होइन कस्तो छ त सासु बुहारी भनौँ अब त सासु बुहारी कति माया गर्नुहुन्छ आमाले कस्तो छ रिलेसन एकदमै माया गर्नुहुन्छ एकदम आफ्नै मम्मी जस्तै भन्नु रिसाउने अलिकति गाली गर्ने त्यस्तो गर्नुहुन्छ त्यस्तो गर्नुहुन्न मलाई रिस उठाएछ भने नि गाली गर्छ मसँग रिसाएछ भने पनि नै मसँग रिसाएछ भने पनि उसलाई गाली गर्छ बिचरा तपाईँको रिस पोख्ने पहाडो पनि होइन कि मलाई गाली गर्नुहुन्न मम्मीले तपाईँसँग रिसाएको बेला नि त्यही त तपाईँको रिस पोख्ने भाडो चाहिँ मिलन हुनुभयो होइन अब मम्मीको पनि सबै कुराहरू सेयर हुन्छ होइन अब बहिनीलाई छोरीलाई भन्दैन झन् उसलाई चाहिँ अझै झन् माया गर्नुहुन्छ अझै धेरै अनि कहिले कस्तो रिसायो भने चाहिँ अब हुन्छ नि मैले चाहिँ मम्मी रिसायो भने चाहिँ मैले त्यस्तो मतलबै गर्दैन कि मैले हाँस खेलमै उडाइदिन्छु होइन मम्मीलाई झनै उचाली गरेर मम्मीलाई यतिकै गरिदिन्छु त्यही भएर मलाई गाली गर्नुहुन्छ अनि मैले चाहिँ यतिकै मजाक फेरि सबैलाई हँसाइदिन्छु ओके अनि मिलन कतिको रोमान्टिक हुनुहुन्छ कस्तो रोमान्टिक कतिको पाउनुभयो हुनुहुन्छ अनि जोकिङ टाइपको रमाइलो टाइपको हुनुहुन्छ तर यसो आउटलुक्स हेर्दाखेरि नबोल्ने अलिकति साइलेन्ट स्वभावको जस्तो देखिन्छ झट्टै हेर्दा मलाई चाहिँ त्यस्तो लाग्यो अलिक कमेडी फन्नी हुनुहुन्छ घरमा चाहिँ कस्तो एकदम बादर जस्तै छुकछु गर्नुहुन्छ कहिलेकाहीँ त मम्मीले लहाट्नु पनि हुन्छ धेरै छुकछु गरेर मम्मी लहाट्नु नि लहाट्नु छ मम्मीलाई के भने जिस्काउनुहुन्छ नि लहाट्नुहुन्छ तपाईँ मम्मीसँग खुच्चिङ भनेर बस्नुहुन्छ तिनजना भएपछि त मलाई हेपिहाल्छन् क्या तिनजना भएपछि तिनजना मिलेपछि त बहिनी पनि उस्तै छ होइन अब पनि कुरा मिलिहाल्छ बहिनी झन् ऊ त साथी पहिलाको अनि मम्मी पनि झन् अहिले झन् त्यही बच्चा टाइपकै हुनुहुन्छ अनि तिनैजना मिले झन् के गर्छ ओके जस्तो तपाईँहरूको प्रपोज फोनबाटै भयो होइन हाम्रो ल पढ्नु भन्दा अगाडि चाहिँ फेसबुकमा कुरै हुन्थेन आफ्टर पछि ल पढेपछि चाहिँ अब पछि चाहिँ फेसबुकमा कुरा भयो र फेसबुकमा पनि कुरा हुन्थेन त्यही साँझको टाइममा चाहिँ अब घर वारिपारि जस्तै मेरो घर यहाँ छ पनि उसको घर भनौँ न ऊ त्यही परेको छ नि त्यतिकै टाढा हो कि एउटा हुन्छ नि मेन पिच रोड क्या पिच रोडको वारिपारि त्यस्तो घर हो र अरू टाइममा चाहिँ कुरा भइरहेको थियो होइन अब डेको टाइम नाइटको टाइममा हुन्छ नि जुन अब फेसबुकमा चाहिँ बोलिन्थ्यो
तर हामी ल पर्दासम्म चाहिँ कहिले पनि त्यो फोनमा बोलेन। गजबकै रहेछ। अनि जस्तो अब दुईजना सँगै एउटै घरमा हुँदाखेरि अब एकअर्काको आनी बानी पनि थाहा पाइसक्नु भएको छ होइन, अलिकति जिद्दी यो गर्नुपर्छ भनेपछि पर्छ भन्ने चाहिँ को हो त दुईजनामा? अलिकति जिद्दी स्वभाव चाहियो भनेपछि चाहियो टाइपको। अब एउटा घमण्डी अलि रिसाउने पारा चाहिँ अब पहिला घरमा मै थिएँ, अब अहिले चाहिँ ऊ आएको छ डबल चाहिँ होइन। र अब गर्नै पर्छ भने चाहिँ अब त्यो चाहिँ म नै छु। गर्नुपर्छ भने चाहिँ गर्नुपर्छ। अलिक घमण्डी र रिसाहा स्वभाव चाहिँ उहाँ हुनुहुन्छ घरमा अहिले नै। अब मेरो फ्यामिलीहरूसँग चाहिँ होइन, र अब कहिले काहीँ हुन्छ नि जस्तै अब हामीले कहिले अब भिडियो बनाउँदा ट्याग नमिल्यो भने चाहिँ अलि रिसाउँदा के झट्ट रिसाउने के त्यो चाहिँ अलि छ। हो ओके। अनि घरमा चाहिँ कस्तो हुन्छ त तपाईँको पारिवारिक माहौलहरू? अहिले जस्तो मम्मी हुनुहुन्छ, बहिनी, हजुरहरू दुईजना, चारजना, बाबा बाहिर हुनुहुन्छ होइन। अनि घरको माहौल कस्तो हुन्छ त? मम्मी बहिनीहरूसँग पनि अब दुईजनाको टिकटक त छँदैछ, उहाँहरूसँगै फ्यामिलीको जस्तो टिकटकहरू आउने होइन, फ्यामिलीसँगै चाहिँ कतिको रमाइलो हुन्छ? हामीले कहिले कसो मेरो युट्युब च्यानल पनि छ होइन। अब त्यसमा चाहिँ अब कहिले मम्मीलाई प्र्याङ्क गर्छौँ होइन कहिले चाहिँ, अनि कहिले चाहिँ अब बहिनी हाम्रो नै मिलेर चाहिँ अब कभर भिडियोहरू बनाउँछौँ होइन। कभर सङमा चाहिँ भिडियोहरू बनाउँछौँ र कभर सङमा पनि राम्रो भ्युज जान्छ। त्यो अब बदला बढीले भन्ने चाहिँ एउटा उ छ नि, त्यसमा चाहिँ 1,29,000 त्यस्तै गएको थियो समथिङ होइन। तर राम्रै छ, बहिनीहरूसँग नि कभर भिडियोहरू बनाउँछु। तपाईँहरूको अब टिकटक त धेरै नै चर्चा, धेरै माया दिनु भएको छ होइन, टिकटक त छँदैछ। अब आउने दिनमा नि जस्तो अब तपाईँहरूको उमेर कति हो? मेरो चाहिँ 20, अब उसको चाहिँ 18। 18 भनेपछि त टिन एजमै हुनुहुन्छ तपाईँ। 20 भनेपछि अब क्रस हुँदैछ, तपाईँको उमेर बढ्दैछ, जिम्मेवारी पनि थपिसकेको छ होइन। अब घरमा श्रीमती ल्याइसक्नु भएको छ, अनि आउने दिनमा चाहिँ अब के गर्ने कसो गर्ने योजना के छ त खास? अहिले चाहिँ अब घरमा पनि त्यति साह्रो प्रेसर छैन होइन, अब मम्मी बाबाको। अब आगामी दिनमा चाहिँ अब जिम्मेवारी हुने नै छ। अनि अहिले चाहिँ अब त्यही अब सानोदेखिको सोच, अब विवाह त गरिसक्यो तर पनि एम चाहिँ अझै पनि मरेको छैन। अनि त्यही एमतिर लागेर चाहिँ अझै पनि अब टिकटकमा भिडियोहरू हुन्छ नि, जस्तो अब सबैजनाले के अझै धेरैजनाले पहिला अब 1000मा जान्थ्यो, त्यसपछि चाहिँ अब 1 लाख 2 लाखमा जानु थाल्यो होइन, त्यसपछि 5 लाख गऱ्यो, अलि मिलियनमा पनि भ्युज जान्छ होइन। त्यसो अब त्यही अनुसारको अझै भ्युजहरू अझै सेयर गर्ने टाइपको भिडियोहरू लिम भन्ने चाहिँ अब त्यही कन्सेप्ट आउँदा बिजी भइन्छ। भनेपछि अहिले चाहिँ टिकटकलाई नै फोकस गर्नुहुन्छ, त्यस्तो कुनै काम भनेर करियर भनेर चाहिँ अहिले तत्काल चाहिँ गर्नुहुन्न होइन त? अहिले चाहिँ त्यस्तो गरेको छैन। अब जब पनि गर्ने चाहिँ गरिहाल्थ्यो होला, तर पनि जब गर्दा चाहिँ अब यो टिकटकहरू अलि छुटिन्छ कि अब यसलाई चाहिँ बिर्सिँदै जाने हो कि जस्तो डर लागेर चाहिँ अहिले चाहिँ त्यस्तो कामहरूमा चाहिँ अब गरेको छैन। अनि अब श्रीमान श्रीमती भइसकेपछि एउटै घर होइन, अनि एकअर्काको कुरा केयरिङ हुन्छ। अनि जस्तो मोबाइलहरू एकअर्काको हेर्ने, फेसबुकमा कसले के मेसेज पठायो अलिकति हुन्छ नि, टिकटक चलाइदिने, एकअर्काको त्यो एकअर्कामा कुरा चाहिँ कतिको दुईजनाले चेक गर्नुहुन्छ एकअर्काको? दुवैजनाको मोबाइलमा आइडी छ दुवैजनाको नै। दुबईले दुबईको चलाउने? अब यस्तो अब पहिला चाहिँ अब जुन हुन्थ्यो नि, अब बिहे नगर्दा अगाडिको चाहिँ अब मैले धेरै नै फेसबुक चलाउँथेँ र फोटो पनि धेरै, फोटोग्राफीमा चाहिँ अलि इन्ट्रेस्ट थियो। अनि फोटोहरू पनि अलि धेरै नै अपलोड गर्थेँ। त्यो टाइममा चाहिँ अब भनौँ न फेसबुकहरू अलि धेरै नै चलाइन्थ्यो है। अब त्यसपछि लहते चाहिँ अब ऊ आइसकेपछि फेसबुक त्यस्तो मतलबै लागेन। र अनि अब टिकटक हुन्छ नि, टिकटक भयो, युट्युबहरूमा चाहिँ अलि धेरै हुन्छ नि अब ध्यानहरू गयो। अब यो त्यही अब युट्युबमा पनि धेरै दुःख गर्यो, दुईजना मिलेर अब मोनेटाइजेसनसम्म गरिसक्यो। मोनेटाइजेसन भइसक्यो? हजुर। ओके। अनि अब अन्तिमतिर छौँ होइन, यो 1 वर्षको समयमा बिहे हुँदाखेरिसम्म अस्मी र मिलनको चाहिँ एकदमै कुनै समय होइन झगडा परेको र मम्मी र बहिनीले पनि त्यो झगडा छुट्याउनु परेको हुन्छ नि, एकअर्काले सम्झाउनु परेको, त्यस्तो एकदम रिसाएर क्या, त्यो चाहिँ रिसाएर नै झगडा परेको त्यस्तो कुनै दिन छ?
त्यस्तो छैन है अब तपाईँको भिडियोहरू बनाउँदा चाहिँ अब थोरै अब ट्याग नमिला ट्याग अब सुरुमा चाहिँ उसलाई चाहिँ एक्टिङ खासै आउँदैन थियो है पहिला 2 महिना जति चाहिँ मलाई सिकाउनै लाग्यो अनि तपाईँको एउटा सामान्य सिम्पल लिपसिङवाला भिडियो बनाउँदा पनि लगभग 15 देखि 20 ट्याग खाँदासम्म चाहिँ अलि रिस नै उठ्थ्यो है त्यो कन्ट्रोल गर्छु भन्दा पनि हुँदैन थियो क्या रिसाइहाल्थेँ म अब त्यसो गर्दा पनि भिडियो चाहिँ 2टासम्म चाहिँ बनाउँथ्यो अब आजभोलि चाहिँ अब एउटा कन्सेप्टवाला भिडियो हुन्छ र 2 ट्यागमै मिलिहाल्छ कहिले 1 ट्यागमै मिल्छ र 2 ट्यागमै मिल्छ अब त्यस्तो आजभोलि चाहिँ रिसाउने कुरा पनि हुँदैन र एक टाइम चाहिँ अब मैले मेरो भाइ बहिनी पनि आएको थियो भाइ एउटा बुहारी पनि आएको थियो है भाइको बुढी पनि आएको थियो अनि एकचोटि पशुपति घुमाउनु जाँदा चाहिँ उसलाई चाहिँ अलिक त्यो दाँत दुख्ने छ क्या किरा लागेर अनि त्यही दुख्दा चाहिँ म जाँदैन भनिरहेको थिएँ है अब अनि अलि पछि दुख्न छोड्यो ल जाम न त जाम अब उनीहरूको पनि 2टाको जोडी हो अब हामी 2टा पनि जोडी भएर घुम्न जाऊँ न त है भन्ने सोचे चाहिँ गयो उहाँ जाँदा चाहिँ उसलाई दाँत दुख्नु सुरु भइसकेछ घर जाम भन्दा चाहिँ अनि घरबाट आउँदा चाहिँ अनि बाटोमै बोलेन क्या बिच बाटोमै है अनि घर जाँदा अनि घरमा गएर चाहिँ अनि भाइ बुहारी आएको बेला यस्तो गर्छ भनेर चाहिँ झगडा भएको थियो है अब म चाहिँ केटा मान्छे त्यस्तो अब खासै केही गर्न नखोजेको अब उसले चाहिँ मेरो कपालसम्म चाहिँ मलाई तानिरहेको क्या मेरो बहिनीहरू हुन्छ नि मेरो मम्मीहरू पनि छुटाउन आउनुभएको त्यो टाइममा चाहिँ त्यस्तो भएको थियो त्यो टाइममा चाहिँ रिस त कडै रहेछ है ओके ल अन्तिममा छौँ यहाँहरूलाई धेरै धन्यवाद छ अब जस्तो सुरुमै भने जस्तो होइन अब कति देख्छौँ क्या तपाईँहरू जस्तो मन परेको जोडी चाहिँ परिवारकै कारणले छुटेर कतिले सुसाइड गर्नुभएको छ हेर्नु है कति समस्या घटनाहरू घटेको छ तर तपाईँहरू त लक्की हो अहिले सँगै हुनुहुन्छ यस्तो माया पाउनु भएको छ त्यो लेभलसम्म पुग्न पनि नपरोस् र त्यो हुँदा पनि नहोस् होइन हामीले कति देख्छौँ त्यस्ता खालका केसहरू तपाईँहरू एक हुनुभएको छ राम्रोसँग अगाडि बढ्नु होला होइन जिन्दगीको यात्रा लामो छ भर्खर 18 वर्ष 20 वर्षको हुनुभएको छ अझ कति वर्ष पार गर्न बाँकी छ होइन सधैँभरि एकसाथ यसै गरी रहनु होला एउटा आगो भए एउटा पानी भएर रहनु होला होइन अब अन्तिममा चाहिँ थोरै रोमान्टिक सिन क्रिएट गरौँ यति मायालु जोडी साथमा भएपछि होइन अब मिलनले चाहिँ अस्मिको हात समातेर आई लभ यु बुढी भन्नु पर्यो आज हाम्रो फ्रेम मार्फत माया गर्नु पर्यो अस्मिलाई अब मलाई चाहिँ अब फर्स्ट प्रपोज गर्दा पनि त्यही रोमान्टिक प्यारल चाहिँ गरेको थिएन होइन अलि स्ट्रङ प्यारल क्या जस्तै अब हुन्छ नि मसँग रिलेसन बस्ने कि नबस्ने भनेर चाहिँ सोध्ने टाइपको क्या कडा फर्काएको जसरी सोध्नु भएको थियो मतलब त्यसरी होइन अब त्यस्तै मतलब हुन्छ नि अब जसरी आई लभ यु जसरी भन्ने टाइपको के नडराइकन निटर पाराले कन्फर्म हुने प्यारल चाहिँ भनेको थियो अब त्यसरी रोमान्टिक प्यारल चाहिँ अलि थिएन आज भनौँ न त ल रोमान्टिक प्यारल नि भन्ने हो र आज रोमान्टिक भनौँ न किन अब त्यो कडा हुनु त अब त्यो तपाईँको भइसक्नु भएको छ अस्मि सिद्धिसक्यो नि अब त रोमान्टिक हुने एकअर्कामा माया सेयरिङ गर्ने हो नि त जिन्दगीमा ल आज टक्क लाएर कसरी भन्दा अब डाइरेक्ट त्यसरी भन्नु अब तपाईँ श्रीमती नै भनेरै होइन जीवनभर साथ दिन्छु भन्नु अलिकति बाचा गर्नु खुसी दिने कुराहरू अलिकति मायाका कुराहरू निकाल्नु न टक्क अब डाइरेक्ट हेरेर त हेरेर एकअर्काले अब तपाईँले नि हेर्नु उहाँलाई यतिकै ल बस्छ यतिकै है एकअर्काले म हेरेर भन्दिनँ है अब एउटा चाहिँ ऊ चाहिँ गर्छ एउटा एक्टिङ जस्तो चाहिँ गर्छ ओके ल कान्छे हजुर तिमी साँच्चै मलाई यसरी नै सधैँभरि माया गर्न सक्छौ सक्छु साथ यसरी नै दिइराख्छौ दिन्छु बाचा सधैँलाई हो नि सधैँलाई अब त्यही हो अब अलि आई लभ साइलु भन्ने अलि खासै आउँदैन होइन अब त्यो भएर चाहिँ एउटा अब एक्टिङ गरिसकेपछि चाहिँ एउटा एक्टिङ गरिदिउँ न भनेर चाहिँ त्यसमा चाहिँ ठिक छ अब जे भए पनि पहिला अब बहिनीकै साथी हो होइन अब अहिले श्रीमती हुनु भएको छ एकअर्काको माया पाइरहनु भएको छ अघि बढ्नु होला यस्तै गरी र टिकटकमा पनि माया पाइरहनु होला भन्दै आजको लागि हामी छुट्छौँ अन्तिममा केही छ भन्ने केही कुरा सर्वप्रथम सबैजना धेरै धेरै धन्यवाद है हाम्रो टिकटक फ्यामिलीदेखि युट्युब र पत्रकार सर म्यामहरू सबैजना धेरै धेरै धन्यवाद र भिडियोमा केही कमी शब्द भएमा माफी माग्दै भिडियो के कस्तो लाग्यो अन्त्यसम्म हेरेर कमेन्ट गर्नु ल हस् धन्यवाद हस् धन्यवाद धन्यवाद